हेलो फ्रेन्ड, हामी अहिले यो दार्जिलिङको अन्तिम सिमानामा छौँ। यो जग्गाको नाम चाहिँ सिमाना फाटक। अनि यो देखिराख्नु भएको बजार यो बस्ती चाहिँ माने भन्ज्याङ। अनि सन्दकपुर चाहिँ यो पहाडमाथि होला उता पल्लोपट्टि हो। अहिले हामी पशुपति नगरको छेउछेउमै छौँ अहिले हो। अब हामीहरू बसको टाइम अलि भएको कारणले हामी यता अहिले सिमाना फाटकमा छौँ अहिले। अब बिस्तारै हामी पशुपति चाहिँ यो बाटो यसरी लाग्नेछौँ। अब यहाँबाट त करिब 10-15 मिनटपछि हाम्रो पशुपति नगर आइपुग्छ। अनि यहाँ गगन मलाई छोड्न आएको छ। आज करिब दार्जिलिङको यात्रा पुरा गरेर अब नेपालको यात्रातिर लाग्दैछु। हेर्नुहोस् है, कति राम्रो छ है। यो फाटकमा चाहिँ सानो बजारहरू पनि छ हो, यस्तो टाइपको। स्वेटरहरू, यस्तो झुन्डाउने कुराहरू, सजाउने कुराहरू पनि छ यहाँ छ। मेन रोड यो अगाडि छ हाम्रो हो। अब हामी अगाडि तपाईँलाई मेन रोड देखाउँदैछौँ। यो उकालो चाहिँ अब उता दार्जिलिङ घुम स्टेसन। हेर्नुहोस् है, यो बाटो अहिले पशुपति नगर जान्छ हामी हो। यो बाटो चाहिँ हाम्रो उकालो दार्जिलिङ घुम स्टेसन पुग्छ। अनि यहाँ सानो सानो दोकानहरू छन् फास्टफुडको। रमाइलो छ ठाउँहरू। ल हेर्नुहोस् है, ल हेर्नुहोस् यहाँको दृश्य। माने भन्ज्याङको बस्ती, उकालो सन्दकपुर, उता पारिपट्टि, तर बस्ती यहाँबाट देखिँदैन। अनि पर चाहिँ तपाईँको कञ्चनजङ्घा आज बिहान क्लियर थियो हो। अहिले कञ्चनजङ्घालाई अलिकति बादलले घेरिरहेको छ। पर चाहिँ कञ्चनजङ्घा हाम्रो दार्जिलिङ पर्छ। हस् त फ्रेन्ड, अहिले यति नै है त, बाई।